बिचारा मेरो आमा चाहिँ यस्तो बिमार छ। हेर्नुहोस् है, एक्लै बोल्दै बस्नुहुन्छ उहाँ चाहिँ, यस्तो बिमार। के बिमार हो यो आमा। उहाँकै लागि हामी चाहिँ आएको सबैजना हो। अन्त योभन्दा 3-4 महिना अगाडि पनि हामी सबैजना आएको थियो, पाठ पूजाहरू सबै गऱ्यो। अन्त यहाँ मुनि चाहिँ अहिले दिउँसो भएर ओछ्यान उठाएछ, नभए चाहिँ यहीँ ओछ्यान लाउँछ, यहीँ सुत्नुहुन्छ। अन्त आप्पा चाहिँ यहाँ सुत्नुहुन्छ, आमा चाहिँ यहीँ सुत्नुहुन्छ। मान्दैन तल घर सुतौँ भन्नु मान्दैन, किचनमा मात्रै सुतिबस्छ, एक्लै बोलिबस्छ। के भयो के खालको बिमार हो। हस्पिटल पनि देखाएको, कति देखाएको हस्पिटल। तपाईँलाई याद छ, मेरो जति नै पुरानो फलोवर सब्सक्राइबर तपाईँहरू सबैजनालाई थाहा छ कि मैले हस्पिटलमा एडमिट हुँदाखेरि भ्लग बनाएको थिएँ, भिडियो बनाएको थियो। त्यो हेर्नुभयो होला, नभए पनि तपाईँहरूको च्यानलमा पेजमा गएर हेर्नुहोस्, त्यहाँ छ भिडियो, देख्न सक्नुहुन्छ। यस्तै छ कि डक्टरले भन्नुभयो उहाँको चाहिँ यतिकै हो यो बोल्नु चाहिँ। अन्त यतिकै उहाँलाई यतिकै राख्यो भने चाहिँ उहाँलाई ठिकै छ भन्नुभयो। आमा सिउँगुन माम्जेस्यो सिउँगुन ग आमा ला ज्याउँ त आमा, ज्याउँ चाहिँ उठ्नुहोस् त। अनकन्सियस जस्तो भन्दा पनि के हो अनकन्सियस पनि होइन, बुझ्नै सकेन। हस्पिटल पनि लगेको देखाएको, हामी एडमिट पनि गऱ्यो, कति दिन राख्यो होइन। अन्त दबाई पनि छैन अरू केही। मेन चाहिँ अब त्यही हो, अब गाउँ बस्तीमा बस्दाखेरि अब अलिकति जारक्सी खुवाइ हुन्छ। त्यो जारक्सी अलिकति बेसी भएर चाहिँ विड्रल भएको भन्दै थियो डक्टरले चाहिँ। उहाँलाई चाहिँ अब बेसी दबाई पनि नदिनु, अनि के भन्छ अब हुन्छ नि उसलाई रिस नउठाउनु, त्यसो भन्नुभयो। उहाँलाई खुसी छ। यी खुट्टा त हेर्नुहोस् न। तर आमासँग चाहिँ आप्पा छ, आप्पाले पुरा याद गर्छ। अन्त ओछ्यान चाहिँ उठाएर यहाँ राखिरहनु छ। भरे बेलुका भए चाहिँ आफै ओछ्यान लाउनुहुन्छ, सुत्नुहुन्छ। ल अपडेट दिँदै गर्छु के हुन्छ कसो हुन्छ, यस्तै छ। एक्लो छोरा हो म, के गर्नु, यस्तै हुन्छ। तपाईँहरूलाई भनेको थिएन के छ नि भन्नु, बाई बाई आमा। बुझ्नुभयो।